ए कहिले आउने भने त अनि बेलुका ल ल बेलुका आऊ न अब यहाँ खानासाना बनाउनु पर्यो नि त अनि म भोकै बस्नु ल ल ल ल चाँडै आऊ है ल ल राख मामा नमस्ते ओहो भान्जा नमस्ते नमस्ते के छ हालखबर एकदम ठीक छ मामा एकदम ठीक राम्रो नमस्ते 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 के हो भान्जा अडियो त आउँदैन अनि यो भिडियो चाहिँ को नि मामा ऊ मेरी श्रीमती अडियो नआए पनि भिडियो त काम चलाउँछ नि राम्रो छ भान्जा राम्रो छ अब अडियो नआए पनि भिडियो हेर्न मजा आइहाल्छ नि अनि साँच्ची बिहे चाहिँ कहिले गरेको नि कार्तिकमा मामा कार्तिकमा गएको कार्तिकमा अहिले 1 वर्ष भयो भनेपछि भिनाजुले भान्जाको नाम कुकुर राखे त ठ्याक्कै मिलेछ नि त्यो त हो मामा अनि मामा माइजू खै त माइजू र म टिका लाउन हिजो ससुरालीमा गएको उनी चाहिँ उतै बसिन् हेत तेरिका अब दक्षिणा कम हुने भइहाल्यो नि झन् दरो दक्षिणा पाइन्छ कि भन्ने सोचेको सपना चकनाचुर भयो भान्जा के भयो किन टोल आएको ए केही नि होइन नि मामा माइजूको हातको टिका थाप्न पाइएन त्यही भएर चिन्ता लाग्यो नि टिका थाप्न पाइन भनेर होइन नि भान्जा दक्षिणा थाप्न पाइन भनेर पिर लाग्यो जस्तो छ मामा के भयो के सोच्नु भयो ए केही नै होइन अब भान्जाले माइजूको हातको आशीर्वाद थाप्न पाएन भनेर चिन्ता लाग्यो नि मलाई ठिकै छ नि मामा आज मामा घरतिरै बस्नुला भोलि त माइजू आइहाल्नुहुन्छ भान्जा माइजू भोलि होइन पूर्णिमा पछि मात्र आउँछिन् ए भनेपछि माइजूको हातबाट आशीर्वाद थाप्न नपाइने भयो भान्जा चिन्ता नगर न बरु म डबल आशीर्वाद दिन्छु नि अनि साँच्ची तिमी केमा आएको नि दसैँको टिकाको दिनमा नि मामा होइन नि भान्जा हिँडेर आएको कि बसमा आएको कि अथवा तिम्रो बाइकमा आएको भनेर सोधेको नि मामा अब के गर्नु बाइकले तेल खान नपाएर बिरामी भएर सुतिरहेछ त्यसैले बुढाबुढी हामी हिँड्दै हिँड्दै आएको ए बिचरा भान्जा यत्रो दुःख गरेर टिका थाप्न माम गराएका रहेछौ ए के गर्नु भान्जा अब यो नाकाबन्दीले त नाक मात्रै बन्द गरे हुन्थ्यो नि हुँदा हुँदा तिम्रो माइजूले समेत सब थोक बन्द गर्न थालेकी छिन् के मामा अब भात पकाउन नि भान्जा अरू के हुन्थ्यो नि तर मामा माइजूले बन्द गरे भने यिनले भने मलाई दिएकी छिन् हो र भने अब त्यो त भान्जाको ज्यान हेरेरै थाहा भइहाल्छ नि ल ल भान्जा तिमीहरू बस्दै गर म टिकाको सामान तयार गरेर आउँछु है त ए भइहाल्छ नि मामा सुन न दाजु पोहोर त मामाले 500 माइजूले 500 दिनुहुन्थ्यो दसैँमा झन् आज त दुवैजनाको आशीर्वाद दिने रे पक्कै पनि 1000 को दरले दिनुहुन्छ भनेपछि तिम्रो 2 मेरो 2 4000 हुने भयो ल ल अब टिका लगाएपछि मजाले मासु भात खाउँला नि चिन्ता नलिऊ न डार्लिङ पानीको डाँडामा हेर घाम लाग्यो घमाइलो तेरी भान्जा के गीत गाएको भने अब घरमा थुनेर राखेको कुखुरा जति जम्मै बाहिर भागेको छ अब स्यालले आएर लग्यो भने बेलुका मलाई माइजूले मार्दिन ए हो है मामा यो गीत त पुरै डेन्जरको छ त अनि के हो मामा थालीमा टिका जमरा ल्याउनु पर्ने तपाईले त कागजमा लिएर आउनु भयो त अब भान्जा पनि अब धारोमा पानी नआएको 6 महिनाभन्दा बढी भइसक्यो अनि कसरी मार्ने थाली भन त त्यही भएर यही कागजमा लिएर आएको उहाँ हाम्रो गाउँको कुवामा त वर्षैभरि पानी आइराख्छ यो सहरको त यस्तै हो नि विकास भान्जा अब पहिला केही खाऊ अनि त्यसपछि टिका लाउँला हुँदैन पहिला खानेर मामा भर्खर म मामासँग कुरा गर्दैछु अब पहिला खाऊ अनि टिका लगाउँला यिनलाई पनि भोक लागेर छ ल ठिकै छ तिमीहरू बस्दै गर म खानेकुराको बन्दोबस्त गरेर आउँछु ए हुन्छ 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 मलाई पनि साह्रै भोक लागिरहेको नि हुन त तर लक्ष्मी मातालाई आफ्नो खल्तीमा राख्न हतार भएर तिमीलाई बाहना बनाएको माइन नगर ल प्रिय जेउस डार्लिङ मामा घरमा आएर मजाले मासु भात खाने भयो
ल भान्जा यो तिमीहरूको भाग दुईजनालाई। के हो यो मामा? भान्जा अब यो झोलामा दाल चामल मासु आलु सब थोक छ। अनि मामा यो खाने? भान्जा पनि अब नखाएर फ्याल्ने त अब खाने नि। अब यो सब कुरा तिम्रो घरमा लैजाने अनि मजाले पकाउने अनि खाने। अब यहाँ त ग्यासै छैन। अब के गर्नु? मामालाई दिएको खानेकुरा लानै पर्यो नि त। अब हाम्रो घरमा ग्यास सिधेको 1 महिनाभन्दा बढी भइसक्यो। हामी त यस्तै काँचै खान्छौँ। अब देश संसारको भेष गर्नै पर्यो नि भान्जा। त्यति मात्र कहाँ हो र भान्जा। अब हामी त यहाँ टिका लाउन आउनेहरूलाई यस्तै दिन्छौँ। मन लागे लान्छन्, मन नलागे लाँदैन। अब मामाले दिएको खानेकुरा लानै पर्यो नि। लानुपर्छ नि भान्जा। मामाले यति माया गरेर दिएको खानेकुरा नलाएर हुन्छ? बरु अब टिका लगाऊ अनि त्यसपछि लैजाऊ। हस् हस् ल जस भान्जा अब मेरो आशीर्वाद यो छ कि तिमीलाई होइन कहिले पनि त्यो पेट्रोलको लाइन ग्यासको लाइन यस्तो लाइनमा कहिले पनि बस्नु नपरोस् तिमी। मेरो एकदम आशीर्वाद छ तिमी बुझ्यौ भान्जा? मामा खोइ दक्षिणा? दक्षिणा पखान किन आँटेको? अब दक्षिणा मैले स्पेसल दक्षिणा ल्याएर राखेको छु। म तिमीलाई दिन्छु। म पहिला भान्जी बाहिरलाई पनि टिका लगाइदिउँ न है। ल ल तिम्रो चाहिँ नि अडियो जुन बिग्रिरहेको छ नि बेला बेला त्यो चाहिँ चाँडै नै राम्रो तरिकाले सप्रोस्। भिडियो राम्रो भने के हेर्नु अडियो नआएपछि अलिक गाह्रो हुन्छ नि है। ल यही आशीर्वाद छ। अब भान्जालाई दक्षिणा पनि दिनु पऱ्यो होइन। स्पेसल छ दक्षिणा। ल यो लु